सम्पूर्ण नेपाल आर्मी अथवा लाउरे बन्ने सपना बोकिराख्नु भएको छ अथवा लाउरे बन्ने सपना छ भनेपछि तपाईको यस भिडियोमा एकदम महत्त्वपूर्ण जानकारी दिँदैछु है मैले। जसलाई लाउरे बन्ने मन छ यो क्वेशन पेपरमा तपाईले यो अब्जेक्टिभ क्वेशन पेपरमा तपाईले 40 एबभ हान्नुभयो भने 100% तपाईको लाउरे यो वर्ष कसैले रोक्न सक्दैन है। एउटा कुरा र अर्को कुरा के छ भन्दा भिडियो अवश्य मन पर्छ, मैले पुरै फिडब्याक दिन्छु, तपाई भिडियोलाई शेयर गरिदिनु होला है सबैजनाले। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। तपाईको प्रशिक्षण दिलेन्द्र साई बोल्दैछु। ल त लोकसेवा आयोग जुन चाहिँ नेपाल सैन्य पदको लागि हो, एकदम महत्त्वपूर्ण क्वेशन सेट हो। पूर्णाङ्क 100 हुन्छ भने उत्तीर्ण 40 हुन्छ। समय 2 घण्टा 30 मिनेटमा तपाईले सक्नुपर्ने हुन्छ है। विषय भनेको अंग्रेजी, गणित, नेपाली र सामान्य ज्ञानबाट सोध्ने खण्ड क वस्तुगत है। वस्तुगत अब्जेक्टिभ क्वेशन 50 × 1 मार्क्स गरेर 50 मार्क्स सोध्ने हो। वस्तुगत 72 तिर जाउँ, ध्यान दिएर हेर्नु होला। क्वेशन नम्बर 1 मा है, क्वेशन ध्यान दिएर हेर्नु है। नेपालमा 8000 मिटर भन्दा अग्ला हिमाल कतिवटा छन् भनेर आयो अरे है। नेपालमा सोध्यो भने तपाईको 8000 मिटर भन्दा अग्ला हिमाल गरेको 8 वटा छन् है। अब विश्वमा सोध्यो भने तपाई कतिवटा छन्, 14 वटा छन् भनेर बुझ्नु पर्यो है। 2 नम्बरमा चीनसँग मात्रै सीमाना जोडिएका नेपालका जिल्ला कति? चीनसँग मात्र भनेको यहाँ चीनसँग सीमाना जोडिएका भने 15 हुन्थ्यो, तर यो क्वेशनले के भने चीनसँग मात्रै सीमाना जोडिएको भन्नाले तपाईको 13 भयो है। 13 भयो है, 13 वटा जिल्ला भयो। तर भारतसँग मात्रै सीमाना जोडिएका तपाई कति? 25 र भारतसँग सीमाना जोडिएका जिल्ला 27 वटा छन् भनेर बुझ्नु पर्यो। क्वेशन नम्बर 3 मा बर्दिया राष्ट्रिय निकुञ्ज कुन जनावरका लागि प्रसिद्ध छ? बर्दिया राष्ट्रिय निकुञ्ज तपाईको कृष्णसारका लागि प्रख्यात छ है। बाघको लागि भनेको बाके राष्ट्रिय निकुञ्ज भयो है। त्यसपछि भनेको बारहसिङको लागि तपाईको सुल्काफा राष्ट्रिय निकुञ्ज भइहाल्यो है। सुल्काफा राष्ट्रिय निकुञ्ज भइहाल्यो है। त्यसपछि क्वेशन नम्बर 4 मा नेपालमा सबैभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो? नेपालकै सबभन्दा पुरानो राष्ट्रिय निकुञ्ज भन्यो भने अथवा सबभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज भनेको चितवन राष्ट्रिय निकुञ्ज कहिले हो भने चाहिँ विक्रमसँग 2030 सालमा भएको भनेर बुझ्नु पर्यो। रारा राष्ट्रिय निकुञ्ज भनेको सबभन्दा सानो राष्ट्रिय निकुञ्ज, जम्मा कति 106 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। सबभन्दा सानो राष्ट्रिय निकुञ्ज बनाउँ है। ल अर्को रहेको छ तपाईको ल अर्को के रहेको छ भने बर्दिया राष्ट्रिय निकुञ्ज भनेको चाहिँ तपाईले अघि भनिसके बर्दिया राष्ट्रिय बाघ संरक्षणका लागि बनाएको। सगरमाथा राष्ट्रिय निकुञ्ज भनेको सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज भनेर बुझ्नु पर्यो। क्वेशन नम्बर 6 मा नेपालको कुन नदीको नामले भारतमा घाघरा नामले चिनिन्छ भने? गण्डकी नदीलाई तपाईले गण्डक भनेर चिनिन्छ, भारतमा गण्डक भनेर चिनिन्छ। कोशी नदीलाई भनेको दामोदर भनेर चिनिन्छ, दामोदर भनेर चिनिन्छ है। अथवा गण्डकी नदी सबैभन्दा गहिरो नदी हो। कोशी नदी भनेको नेपालकै सबभन्दा ठुलो नदी हो, त्यो पनि बुझ्नु पर्यो। सब अब नेपालको घाघरा नदी भनेको चाहिँ भारतको कर्णाली भनिन्छ। कर्णाली भनेको नेपालको सबभन्दा लामो नदी पनि हो, तपाईँको 506 वर्ग मिटर पनि रहेको छ भनेर बुझ्नु पर्यो है। क्वेशन नम्बर 7 मा महेन्द्र राजमार्गलाई अर्को कुन नामले पनि चिनिन्छ? महेन्द्र राजमार्गलाई अर्को कुन नामले पनि चिनिन्छ भने पूर्व पश्चिम राजमार्गको नामले चिनिन्छ भनेर बुझ्नु पर्यो। क्वेशन नम्बर 8 मा काठमाडौँबाट दुन्चे सडक कुन नामले नामकरण गरिएको छ भन्नु त? गङ्गालाल मार्ग हो कि नारायण गोपाल मार्ग हो कि शहीद शुक्र मार्ग हो कि पासाङ लामो हो? अब तपाईलाई अनलाइन क्लास पढ्न रहर छ, तर अनलाइन क्लास पढेर नाम निकाल्न मन छ भने कोठा धेरै कम छ भाइ। अब तपाईले जम्मा म 35 देखि 40 वटा मात्रै भर्ना गर्ने हो। 60 जना भर्ना गरिसकेको छु। 100% नाम निकाल्न मन छ भनेपछि एकदम तपाईको केही पनि जान्नुहुन्न, अंग्रेजीमा 0, म्याथमा 0, नेपालीमा 0 अथवा तपाईको जीके मा सामान्य ज्ञानमा 0 हुनुहुन्छ भने म एकदम हिरो तरिकाले पढाइदिन्छु। तपाईहरु विगत 3-4 वर्षदेखि लगातार तपाईको 100% सफलता दिँदै आएको हामीहरुले। तपाईको राति हैन, साँझ कति? साँझ 6 बजेबाट क्लास हुन्छ तपाईको। हरेक दिन क्लास हुन्छ तपाईको। शुक्रबार इक्जाम हुन्छ भने यो शनिबारको इक्जाम पेपरको फिडब्याक भिडियो हो। तपाईलाई आरएस तपाईले मात्र 1500 रुपैयाँमा तपाईले इक्जामसम्म मजाले पढ्न पाउनुहुन्छ। पीडीएफ नोट रेकर्डिङ भिडियोहरु सबै फ्रीमा पाउनुहुन्छ। नम्बर रह्यो 9769443570। यो नम्बरमा व्हाट्सएप गर्नु होला तपाईहरु। यो नम्बरमा व्हाट्सएप गरेर मलाई तपाईले पेमेन्ट गरेर हामीसँग जोडिन सक्नुहुन्छ ल। क्वेशन नम्बर 9 मा भनेको छ नेपालको राष्ट्रिय गानाको संगीतकार कुन? यदि तपाईको राष्ट्रिय गानाको रचनाकार भनेपछि व्याकुल माइला हुन् है। रचनाकार अथवा व्याकुल माइला अथवा प्रदीप कुमार राई पनि रचनाकारै हुन्, प्रदीप कुमार राई। तर संगीतकार सोध्यो भने जहिले पनि अमर गुरुङ हुन् भनेर बुझ्नु पर्यो है।
है। क्वेसन नम्बर तपाईँको 10 मा नेपालको राष्ट्रिय झण्डामा रहेको सूर्यमा कतिवटा कोडयुक्त घेरा रहेका छन्? सूर्यमा भन्यो भने 12 वटा हुन्छन् है। यदि तपाईँको चन्द्रमामा कतिवटा 8 वटा चाहिँ चन्द्रमामा चाहिँ कति 8 वटा घेराहरू रहेका हुन्छन् भनेको बुझ्नुभयो। क्वेसन नम्बर 11 मा नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङ प्रयोग गरिएको छ भन्दाखेरि 2 3 4 5 भनेको छ 3 वटा रङ प्रयोग गरिएको छ भनेर ल। क्वेसन नम्बर तपाईँले 12 को दिएका मध्ये सबैभन्दा पहिलो नामाकरण भएको प्रदेश कुन हो भनेपछि पहिलो नामाकरण गण्डकी प्रदेश भने गण्डकी प्रदेश कहिले भयो थाहा छैन। 2075 साल कति साल 75 साल असार 22 गते भएको असार 22 गते भयो। मध्य प्रदेश भनेको कहिले भयो थाहा छ? मध्य प्रदेश 2078 भयो। 2078 माघ कति गते 3 गते भएको थियो। सुदूरपश्चिम प्रदेश भनेको 2075 साल तपाईँको कति असोज कति असोज तपाईँको कति असोज तपाईँको 12 गते भयो। दिन कर्णाली प्रदेश 2074 साल तपाईँको कति फागुन कति गते 12 गते भएको थियो भने चाहिँ सबभन्दा पहिला नामाकरण भएको प्रदेश कर्णाली प्रदेश यहाँ दिएका मध्ये भनेको है। क्वेसन नम्बर 13 मा क्षेत्रफलका आधारमा सबैभन्दा सानो महानगरपालिका कुन हो भनेर आयो भने महानगरपालिका तलका मध्ये कुन हो भनेर आयो भने सानो है क्षेत्रफलका आधारमा ललितपुर महानगरपालिका हो भनेर बुझ्नु पर्यो। यसको भनेको 36 पोइन्ट तपाईँको कति 36.12 वर्ग किलोमिटर मात्रै क्षेत्रफल रहेको छ भनेर बुझ्नु पर्यो है। बङ्गलादेशको मुद्रालाई के भनिन्छ भने चाहिँ रुपियाँ। रुपियाँ भनेको यो कहाँको मालदिभ्सको लागि है। मालदिभ्सको लागि रुपियाँ भनिन्छ। रुपिए भनेपछि तपाईँको भारतलाई रुपिए भनिन्छ। त्यसपछि टाका भनेको बङ्गलादेश हो। रुपी भनेको तपाईँको कहाँको श्रीलङ्काको हो भनेर बुझ्नु पर्यो है। ल क्वेसन नम्बर तपाईँको 15 मा दक्षिण एसियाली है क्षेत्रीय सहयोग सङ्गठन सार्कको स्थापनाकालीन सदस्य राष्ट्रहरू कति थिए भनेर आयो दिन तपाईँ कति 7 वटा थिए भनेर याद गर्नु पर्यो। दिमागमा मैले भनेको कुराहरू याद गरिराख्नु पर्यो है। क्वेसन नम्बर 16 तल दिएका मध्ये नेपाली सेनाको माथिल्लो दर्जा कुन हुन्छ भनेर क्वेसन आयो भने माथिल्लो दर्जा एमा भनेछ सहसेनानी पछि सहायक रथी उपरथी पछि रथी हो। योभन्दा तलको सबभन्दा माथिल्लो दर्जा भनेको रथी हो। क्वेसन नम्बर तपाईँको 17 मा अमलदार पद नेपाली सेनाको कुन वर्गमा पर्छ भनेर वर्ग भनेको 4 वटा वर्ग अधिकृत बिलादार पदिक र अन्य दर्जा। अन्य दर्जा भनेको तपाईँको सिपाही र फलोर्स पर्छ है। यो चाहिँ सिपाही र फलोर्स चाहिँ अन्य दर्जामा पर्छ। पदिक दर्जामा के पर्छ थाहा छ तपाईँले? पदिक दर्जामा भनेको तपाईँको जमदार सुबेदार त्यसै प्रमुख सुबेदार र त्यसपछि तपाईँको के हो प्रमुख सुबेदार र है जमदार सुबेदार र प्रमुख सुबेदार हो। त्यसपछि तपाईँको बिलादार तर्फ हो। यो त अमलदार भनेको बिलादार हुद्दा अनि अर्को प्युर भनेको तपाईँको के हो बिलादार तर्फ हो भने चाहिँ अरू सबै अधिकृत क्याडरतिर पढे है। क्वेसन नम्बर 18 मा तलका मध्ये कुन दर्जाको दर्जनी चिन्हमा खुकुरी हुँदैन भनी आयो भने रथीमा पनि हुन्छ सेनानीमा पनि हुन्छ प्रमुख सुबेदारमा हुँदैन। यसमा प्रमुख सुबेदारमा के हुन्छ सूर्य र चन्द्रमा हुन्छ यसमा चाहिँ है तपाईको। ल यो ध्यान दिएर हेर्नु ल। अब मैले तपाईलाई बारम्बार भन्नुपर्ने कुरै जरुरी छैन। 100% नाम निकाल्न मन छ लोक भनेपछि तपाईको नेपाल आर्मी बन्ने मन छ भनेपछि जम्मा मात्रै 1500 मा तपाईको जुनसुकै ठाउँमा बसेर पनि तपाईले घरमै बसेर ट्युसन पढ्न सक्नुहुन्छ है। विगत 3-4 वर्षदेखि मजाले 100% सफलता दिँदै आएको हो है। तपाईले जुम एपबाट हुन्छ तपाईको पढाइ साँझ कति 6 बजेबाट साँझ तपाईको कति 6 बजेबाट तपाईको 7:20 सम्म हुने यो क्लास। तपाईले रेकर्डिङ भिडियोहरु पीडीएफ नोटहरु सबै फ्रीमा पाउनुहुन्छ। तपाईले जोइन गरेर तपाईलाई कहिलेकाहीँ क्लास छुट्यो भने रेकर्डिङ भिडियोबाट मजाले पढ्न सक्नुहुन्छ है। क्लास सुरु भइसकेको छ। तपाईले छिटो भन्दा छिटो कन्ट्याक्ट गर्नु होला। नम्बर रहेको छ 9769443570 यानी कि 9769443570 मा है। नेपाली सेनामा क्रस खुकुरी कुन पदको दर्जनी चिन्ह हो भन्नुहुन्छ? क्रस खुकुरी कुन पदको दर्जनी चिन्ह हो तपाईलाई थाहा छ यो कुराहरु? ल एमा हुनुहुन्छ अफिसर क्याडेट, बीमा सहायक सेनानी, सीमा मानर्थ उपसेनानी र डीमा उपसेनानी भनेको छ। यसको राइट आन्सर हो सहायक सेनानीमा हो क्रस खुकुरी है। क्रस खुकुरी। क्वेसन नम्बर 20 मा नेपाली सेनाको परमाधिपति को हुने व्यवस्था छ? परमाधिपति भन्नेबित्तिकै सिधै राष्ट्रपति है। प्रधानमन्त्री सभामुख त तपाईको रक्षा मन्त्री होइन तपाईको राष्ट्रपति हुन्छ। क्वेसन नम्बर 21 मा प्रधान सेनापतिको नियुक्त कसले गर्ने व्यवस्था रहेको छ? ध्यान दिएर हेर्नु। मैले क्वेसन के भनेछ प्रधान सेनापतिको नियुक्त कसले गर्ने व्यवस्था छ भने आयो तपाईको मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्छ है। क्वेसन नम्बर तपाईको कतिमा रहेको छ? 22 मा
सैनिक ऐन 2063 को क्षेत्राधिकारभित्र तलका मध्ये कुन पर्दैन भनेको छ। एमा सैनिक व्यक्ति पर्छ, नेपाली सेनाको काममा सहयोग गर्ने काममा रहने गैर सैनिक पनि पर्छ, नेपाली सेनामा नियुक्त हुने छानिएका व्यक्तिहरू सर्वसाधारण पर्दैन है। क्वेसन नम्बर 23 मा ध्यान दिएर हेर्नुला। कस्तो व्यक्तिलाई नेपाली सेनामा नियुक्त हुने योग्य मानिन्छ भनेको छ। योग्य अयोग्य होइन, योग्य मानिन्छ भन्न खोज्यो, यानि कि तपाईँको पर्फेक्ट मानिन्छ भन्न खोज्यो। एमा गैर नेपाली नागरिकलाई मानिँदैन, बीमा मानव अधिकार हननमा कसुदार ठहरेको पनि मानिँदैन, सीमा फौजदारी अभियोगमा कसुदार ठहरेको पनि मानिँदैन, तोकिएको उमेर र योग्यता पुरा भएको नेपाली नागरिक हुनु पर्यो है। यो चाहिँ डी को। क्वेसन नम्बर 24 मा नेपाली सेनाको सैनिक है व्यक्तिको अध्ययन विधा कसले स्वीकृत छ। नेपाली सेना होइन, नेपाल प्रहरी सबै सुकेको भने तपाईँको अध्ययन विधा आउने बित्तिकै तपाईँको सिधा नेपाल सरकारले गर्छ भनेर भन्नु पर्ला। अब तपाईँले मैले बारम्बार भनिरहेको छु, यदि पिडिएफ नोट मात्रै लग्नुहुन्छ, अरू ठाउँ ट्युसन पढिहाल्नु भने 600 रुपियाँमा 100% आउने क्वेसनहरू, त्योभन्दा बाहिरबाट नआउने क्वेसनहरू दिन्छु। आरएस 600 रुपियाँ लाग्छ तपाईँले। यदि तपाईँले अनलाइन क्लास पढ्नै मन छ भने हाम्रो आरएस जम्मा 1500 मा तपाईँले इक्जामसम्म पढ्नुहुन्छ। तपाईँको जम्मा 30-35 कोटा मात्रै खाली छन्। छिट्टोभन्दा छिट्टो मलाई सम्पर्क गर्न सक्नुहुन्छ। नम्बर रहेको छ 9769443570, यानि कि 97694435 लास्टमा 70। वाट्सएपमा मेसेज गर्नुहोला। 6 बजेबाट क्लास हुन्छ जुम एपबाट। 60 एबभ छन्। अब थोरै सिट बाँकी छ, तपाईँको आउनु होला। मात्रै 1500 मा रेकर्डिङ भिडियो, पिडिएफ नोट, शुक्रबार इक्जाम, शनिबार फिडब्याक भिडियो पाउनुहुन्छ र तपाईँको सबै सब्जेक्ट तपाईँको हरेक दिन पढाइ हुन्छ है। ल के अरे कृष्ण हरिलाई हुन्छ, लाई लिन चाहिँ एयरपोर्ट पुगे, भोकाएको बाघले चाहिँ घाँस खाँदैन भनेर बुझ्नु पर्यो। दया माया प्रेम जस्ता शब्दहरू हुन् भनिकन आयो भने तपाईँको के हुन्छ, वाचक हुन् भनेर बुझ्नु पर्यो है। क्वेसन नम्बर तपाईँको 42 मा कम्प्युटर टरेर प्रयोग काम सजिलो हुन्छ। कम्प्युटरको प्रयोगबाट काम चाहिँ के हुन्छ, सजिलो हुन्छ। क्वेसन नम्बर 43 मा मलाई क्रिकेट खेल्न मनपर्छ। यो वाक्यलाई बहुवचन मको बहुवचन के हुन्छ, मलाई मको बहुवचन के हुन्छ, हामी हुन्छ। हामीलाई क्रिकेट खेल्न मनपर्छ है। क्वेसन नम्बर 44 मा समर्थनको विपरीत आर्थिक शब्द दिएका मध्ये कुन हो। समर्थनको विपरीत आर्थिक शब्द दिएका मध्ये के हो, समर्थनको के हुन्छ, खण्डन हो कि विरोध हो कि असहमत हो कि माथिका सबै हुन्, विरोध गर्नु हो। क्वेसन नम्बर 45 मा तलका मध्ये कुन चाहिँ विपरीत आर्थिक शब्द मिलेको छैन भनेको छ। अन्त्य मिल्यो, प्रेम घृणा मिल्यो, पण्डित र विद्वान चाहिँ मिलेन, तपाईँको नवीन तथा प्राचीन दुईटै मिल्यो है। क्वेसन नम्बर 46 मा ध्यान दिएर हेर्नुला। 2 + 2/2 बराबर कति हुन्छ। पहिला के गर्ने, भाग गर्ने। 2 ले भागा 2 लाई गऱ्यो भने के हुन्छ, 1 हुन्छ। 1 + 2 गऱ्यो भने कति हुन्छ, 3 हुन्छ है। क्वेसन नम्बर 47 मा 2 दर्जन कपीको मूल्य कति, 1200 पर्छ भने 6 वटा कपीको मूल्य कति पर्छ भन्ने क्वेसन आयो भने के गर्नु पर्यो, 2 वटा। पहिला 2 दर्जन भनेको कति हो, 24 वटा हो कि नै, 12 × 24। अब भागा तपाईँले कति गर्नु पर्यो, 1200 गर्नु पर्यो कि नै। भने 24 पन्जे कति, 120 हुन्छ। माइनस कटाउनु पर्यो, यो 0 बच्यो, यो तल ल्याउनु भन्दा माथि थप्नु पर्यो, यानि कति, एउटा कपीको कति पर्यो, 50 रुपियाँ पर्यो। हाम्रो यहाँ कति सोधेछ, 6 वटा। 6 × तपाईँको 50 गऱ्यो भने कति हुन्छ, 6 वटा 50-50 नोट भयो भने कति भयो, 300 भएन, भयो कि नै, 300। ल क्वेसन नम्बर 48 मा 250 को 50% कति हुन्छ। हामीले के गर्नु पर्यो, 50 × तपाईँले 100 गर्नु पर्यो, अपन तपाईँले कति गर्नु पर्यो, 250। यो 0 ले 0 काट्न पाएँ, मैले पाएँ। ल भनेपछि 50 × 10 गऱ्यो भने कति भयो, 500 भयो। 500 भागा तपाईँले 25 गऱ्यो भने कति भयो, 25। 500 भागा 25 गऱ्यो भने कति हुन्छ, 20 आउँछ। 20% आउँदो रहेछ, कति आउँदो रहेछ, 20। क्वेसन नम्बर तपाईँको 49 मा यदि 5x = 135 भए भने 6x को मान कति हो। यदि 5x = 135 छ भने x को मान कति हो भन्न खोजिया हो। ल क्वेसनले कति, x = के गर्नु पर्यो, 135 भागा कति गर्नु पर्यो, 5 गर्नु पर्यो। 135 भागा 5 गऱ्यो भने कति हुन्छ, 27 हुन्छ। ल क्वेसन नम्बर 50 मा हरिले रु कति 250 मा किनेको सामान कति 30% नाफा लिए बेच्दा कति नाफा भएछ। 30% नाफा लिएर बेच्नु पर्यो, कति, 30% नाफा। के गर्नु पर्यो, 250 को 250 हो कि नै, इन्टु को इन्टु 30% को 30% अपन 100 राख्ने हो के। यो 20 ले यो 20 काट्नु भयो,
25 25 25 तीनवटा 25 छ भने कति भयो 25 तिया 75 रु। ल खण्ड ख विषयको सब्जेक्टिभ क्वेसन इङ्ग्लिसको 50 मार्क्सको सोध्छ, 10 मार्क्स अङ्ग्रेजी सोध्छ है। ल पहिला हेर्ने ट्रान्सलेट द फलोइङ सेन्टेन्स इन्टु नेपालीमा ट्रान्सलेट गर भनेको छ। आई इट राइस यो कुनमा छ सिम्पल प्रेजेन्ट टेन्स छ। सिम्पल प्रेजेन्ट टेन्स भनेको के नेपालमा सामान्य वर्तमान काल हो। आईको ठाउँमा के राख्नु पर्यो सब्जेक्टको ठाउँमा म भइहाल्यो। राइसको ठाउँमा के राख्नु पर्यो भात राख्नु पर्यो। त्यसपछि तपाईँ इटको ठाउँमा खान्छु है। ल क्वेसन नम्बर माई फ्रेन्ड वाच अ मुभी वाच भन्ने तपाईँ के हो यो पास्ट टेन्समा गयो भर्ब टुमा गयो। त्यसपछि के हुन्छ माई भन्ने त के हो मेरो है। फ्रेन्ड भन्ने के भयो साथी मेरो साथीले। अ मुभी भन्ने त के गयो एउटा चलचित्र के गर्यो हेर्यो भनेर तपाईँले के गर्नु पर्यो पास्टमा गर्नु पर्यो है। क्वेसन नम्बर तपाईँको आई 3 मा आई विल कल यु लेटर। विल भन्ने बित्तिकै तपाईँ के फ्युचरलाई जोडायो आई विल कल यु लेटर। आई भनेको म है तपाईँलाई म तपाईँलाई के गर्छु पछि फोन। कल भनेको के हो फोन गर्नेछु म तपाईँलाई पछि फोन गर्नेछु आई कल यु लेटर है। क्वेसन नम्बर तपाईँको 2 मा ट्रान्सलेट इन्टु इङ्ग्लिसमा ट्रान्सलेट गर भन्यो। मैले बिहानै नास्ता गरेँ केमा छ यो भूतकालमा छ। मैले भन्ने त के भयो आई भयो ह्याड भयो आई ह्याड। तपाईँले के ब्रेकफास्ट BREAK ब्रेक FAST फास्ट ब्रेकफास्ट इन द मर्निङ। ल क्वेसन नम्बर उनीहरू स्कुल जान्छ। उनीहरू भन्ने बित्तिकै तपाईँ के हुन्छ उनीहरूलाई दे जान्छन् भनेको के छ सिम्पल प्रेजेन्ट छ दे गो टु स्कुल। ल दे गो टु स्कुल है। क्वेसन नम्बर तपाईँको म्याच द फलोइङ इन द वर्ड कोलुम ए र कोलुम बीमा स्टुडेन्ट भनेको के हो स्टुडेन्ट विद्यार्थी भनेको कहाँ स्कुल जान्छन्। आर्मी भनेको के हो ब्यारेक हो। त्यसै प्लेन भनेको के हो एयरपोर्ट हो। पेसेन्ट भनेको बिरामीका हस्पिटल जाने बी भनेको हिबी हो। ल तपाईँले 100% मैले भनिरहेको छु ग्यारेन्टी नै तपाईँको यदि अनलाइन क्लासमा नाम निकाल्न मन छ आर्मी बन्न मन छ नाम निकाल्न मन छ पोस्टिङ हुन मन छ सेलेरी पनि बढेको छ तपाईँको है भनेपछि तपाईँले यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस् 9769443570। यसमा चाहिँ अनलाइन क्लास हुन्छ 30वटा सिट मात्रै बाँकी छ है 30वटा सिट मात्रै बाँकी छ। तपाईँले यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस् वाट्सएपमा एड गरिदिन्छु। जुम एपबाट पढाइ हुन्छ रेकर्डिङ भिडियो PDF नोट इक्जाम पेपर सब दिनु पाउनुहुन्छ। तपाईँले मात्रै रु कति 1500 मा इक्जामसम्म पढ्न पाउनुहुन्छ। यदि तपाईँले अन्तिक अतै अरू काहीँ ठाउँमा ट्युसन लग्नुभयो तर नाम निकाल्न मन छ भने तपाईँ यो RS 600 रुपियाँमा फुल कोर्स PDF नोट पाइन्छ। त्यो PDF नोट लग्यो भने तपाईँको के हुन्छ नाम निस्किन्छ है। त्यो कोर्स PDF नोट लग्यो भने तपाईँको के हुन्छ नाम निस्किन्छ है। ल क्वेसन नम्बर तपाईँको अब गणित 20 अङ्कको सोध्छ है। अङ्कलाई अक्षरमा लेख्नुहोस् भने छ 79,749। 79,000 भनेको कति 7,9,79,000 700 कति 4,9,49। 13,017 भनेको छ 13,017 हो कि नै हो। अङ्कलाई अक्षरमा लिनुहोस् भने चाहिँ 73,489 73,400 कति 89। अर्को भने छ कति हो यो 1,10,100 97,800 कति 59। 97,000 कति छ 97,000 कति छ 97,800 कति 59। ल क्वेसन नम्बर तपाईँको जोड गर भनेको छ। जोड गर कति छ भन्दाखेरि म यो जोडेर देखाइदिन्छु। जोड्न त तपाईँ सबैलाई आउँछ 467 मा 321 जोड्दा कति हुन्छ 4 6 7 मा 3 2 1 जोड्दाखेरि कति हुन्छ 6 1 8 6 मा 2 8 4 3 7 7 8 8 आयो है। भाग गर भनेको छ कति यो भाग गर भन्दै 575 लाई 5 ले भाग गर्नु पर्यो। 5 भाग तपाईँ कति भयो
575 भनेपछि 5 एकाने 5 राख्न पायौँ नै, 5 भने घटायो यानि कट्यो, 7 तल आयो, 5 एकाने फेरि 5 राख्न पायौँ, 7 बाट 2 बच्यो, 7 बाट 5 घट्यो, फेरि यो 5 तल आयो, 25 भयो, 5 5 25 यानि कति भयो 115 भयो। ल त्यसपछि यो 63 ले 3 जनालाई बराबर भाग लाग्दा कति हुन्छ भने 3/63 गर्ने है। क्वेसन भने गुणन गर, गुणन गर्नुहोस् भनेछ तपाईले एउटा गर्दिन्छु, तपाई कति 459 इन्टु 69 कहाँनेर 400 कति 5 9 59 इन्टु कति 6 9 69 ल भनेपछि 9 इन्टु 9 कति भयो 81, 81 को 1 हात कति लाग्यो 8, 9 पंच कति 45, 45 मा 8 जोड्ने 45 46 47 48 49 50 51 52 53, 53 को 3 हात कति लाग्यो 5 लाग्यो, लाग्यो नै लाग्यो, 9 चौको 36, 36 मा 5 जोड्ने 36 36 37 38 39 40 41, 41 को 4 41 भयो, यहाँ 0 थप्यो। अब 6 9 कति भयो 6 9 कति हुन्छ 6 9 54 हुन्छ, 6 दशक 60 भने 6 9 54, 54 को तपाईको कति भयो 4 हात कति लाग्यो फेरि 5 लाग्यो, 6 पंच 30, 30 मा 5 जोड्ने कति भयो 35, 35 को 5 हात कति लाग्यो 3 लाग्यो, त्यसपछि 6 चौको 24 24 25 26 27 भयो 27 ल जोड्यो 1 को 1 4 मा 3 जोड्यो भने 7 भयो 1 7 5 1 6 भइहाल्यो 6 भयो नै भयो, त्यसपछि 7 4 11 को 1 2 3 31,000 कति 671 है। त्यसपछि घटाउ गर भनेछ, घटाउ गरेर तपाईलाई इजी नै हुन्छ, यो गर्दिन्छु क को घटाउ है कति छ 8 5 4 0 माइनस कति छ 7 6 9 यही हो ल, यो 0 बाट 9 गर्छ गर्न यिनले साउड दिएको 10 बाट 9 गर्यो भने 1 भयो, भयो नै भयो, यहाँ कति बच्यो 3 बच्यो, 3 बाट 6 गर्दैन यसले फेरि साउड दियो कति भयो 13, 13 बाट 6 गर्यो भने 6 दुना 12 1 7 भयो, यहाँ कति बच्यो 4, 4 बाट 7 गर्छ गर्दैन यसले दियो भने 14, 14 बाट 7 घट्यो भने 7 भयो, यहाँ कति बच्यो 7 ल। क्वेसन नम्बर 10 मा रु 150 को 20% कति हुन्छ निकाल्नुस् गरे, 150 को 20% के गर्नु पर्यो 150 को ठाउँमा 150 इन्टु को इन्टु तपाईले 20 को ठाउँमा 20 अपन 100 राख्नु पर्यो, यो 0 ले यो 0 यो 0 ले यो 0 गर्न 15 दुना 30 कति भयो 30 है 30 हुँदो रहेछ ल। क्वेसन नम्बर तपाईको 11 मा 2 किलोमिटर सडक मध्ये कति 500 मिटर चाहिँ सडक कालोपत्रे गरिएको छ भने कति प्रतिशत सडक कालोपत्रे गरिएको छ ल। कुल सडक कति भयो 2 किलोमिटर यानी कि तपाईको मिटरमा कति भयो 2000 मिटर भयो नै, 1000 मिटर को 1 किलोमिटर हुन्छ ल। अनि कालोपत्रे गरिएको सडक कालोपत्रे गरिएको सडक कति छ तपाईको 500 मिटर छ 500 मिटर ल। त्यसै प्रतिशत निकाल्ने सूत्र के हो कसरी निकाल्नु पर्यो 500 इन्टु तपाईले कति 100 अपन कति 2000 ल, यो 0 ले यो 0 काट्यो, यो 0 ले यो 0 काट्यो, यो 0 ले यो 0 काट्यो 50 है भागा 2, 50 भागा 2 भने कति भयो 25 भयो ल 25%। अर्को के छ समीकरण छ, यो लास्ट 20 हो है, यो समीकरण छ ल। समीकरण अर्को गरेर के छ भन्दाखेरि 3 ले दुईटैलाई के गर्छ गुणन गर्छ मल्टिप्लाई गर्छ, 3 इन्टु 3a माइनस को माइनस 7 12 को 12 भइहाल्यो प्लस 8 को 8 भइहाल्यो इक्वल टु 20 को 20। अब यस्तो अर्को गरेर तपाईले के गर्नु पर्यो 3a को 3a, अब माइनस भने 12 माइनस प्लस 8 माइनस प्लस के हुन्छ माइनस हुन्छ, 12 बाट 8 गरे कति भयो माइनस 4 भयो इक्वल टु कति भयो 20 भयो। अर्को गरेर तपाई कति भयो 3a बराबर कति भयो 24 भयो, 24 भयो नि, अर्को गरेर तपाईको 24 भागा तपाईले कति 3 गर्नु पर्यो, a बराबर कति 8 या 24 8 आन्सर आयो, आयो नै आयो ल। क्वेसन नम्बर 13 को ध्यान दिएर हेरौँ, एउटा पंखलाई रु कति 450 मा किनेर रु 500 मा बेच्दा कति नाफा र वा घाटा भयो। तपाईले के भयो एउटा पंखाको क्रम मूल्य कति छ क्रम भनेको तपाई के हो सीपी भनेको कति छ रु कति छ
450। बिमु बिक्री मूल्य कतिमा बिक्री गरेछ? बिमु भनेको एसपी बराबर कति छ? रु कति? 500 मा बिक्री गर्यो। अब हामीले के निकाल्नु छ? हामीले नाफा भयो। अब नाफा निकाल्ने सूत्र के हो? एसपी माइनस सीपी गर्ने हो। एसपी भनेको कति छ? 500 बाट माइनस कति? 450 घटाउँदा कति? रु 50 चाहिँ के भयो? नाफा भयो भनेर बुझ्नु पर्यो है। अब यो चाहिँ रहेको छ नेपालीको बीस अङ्कको। श्रीनाथ गर्न गोर्खामा सैन्य पदमा कार्यरत तपाईँको हर्षबहादुरले आउने दसैँमा घर आउन नपाउने बेहोरा गर्दै जिरी नगरपालिका 5 दोलखामा रहेकी आफ्नी आमालाई लेख्ने है चिठीको एउटा नमुना तयार गर्नुहोस् भने 5 मा मैले सिकाइसकेको छु चिठीको नमुना है। यो अनुच्छेद पढेर तपाईँको तल सोधिएका प्रश्नहरूको उत्तर दिने हो। अनुच्छेद पढ्ने माथि तल दिएको इजी हुन्छ, तपाईँको सजिलै हुन्छ। 16 मा मेरो देश शीर्षकको एउटा निबन्ध लेख्नुहोस् भने छ। मेरो देश शीर्षकको एउटा निबन्ध 6 वटा निबन्धमा एउटा दिन्छ। क्वेशन नम्बर 17 तल दिएका वाक्यलाई क्रिया काल अनुसार परिवर्तन गर्नुहोस् भने क्रियाको काल अनुसार परिवर्तन। म घर गए भविष्यकालमा म क म भए घरको घर गए। भविष्यकाल भन्नुति के भयो? के हुन्छ भविष्यकाल भन्नुति? भन्नु त केटाहरु के हुन्छ थाहा छ तपाईलाई? भविष्यकाल भनेको म घर जानेछु। राम विद्यालय जान्छ भूतकाल। रामको राम भइहाल्यो। विद्यालय राम विद्यालय के अर्थ? गयो। त्यसपछि राम फुटबल खेल्ने छ। यो भविष्यकालमा छ। त्यसपछि यो केमा? वर्तमान कालमा लग्यो। रामको राम फुटबल खेल्छ। ल थ्याङ्क यू सो मच। भिडियो अन्तिमसम्म हेरिदिनु भएको। भिडियो मन परे लाइक कमेन्ट अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है।